सो हे गाइज वेलकम ब्याक टु अनदर ब्लग। अनि म त अहिले कामबाट भर्खर रुमतिर जाँदै हो है। अनि भर्खर छुट्टी भएको, अन्त राति 12 बजे छुट्टी हुन्छ। अब होटलमा फेरि होटल लाइनको काम भनेको त्यही हो है, 12 बजे नै छुट्टी हुन्छ नर्मली सबै ठाउँको। अब कसैको अब त्योभन्दा लेट पनि हुन्छ त्यो छुट्टी कुरा, तर छिटो चाहिँ झ्याप्प हुँदैन, जहाँ पाइ त्यही एकदम रेयर केसमा हुन्छ है। होटल लाइनको काम भनेपछि 12 बजे पछि नै हुन्छ छुट्टी चाहिँ। ओके, भर्खर चाहिँ हामी जाँदै हो, 2 जना छौँ। हामी जान चाहिँ सधैँ यही हो होइन, 2 जना। अनि म जाने रुट चाहिँ यही हो। ओके है, यतापट्टि यस्तो छ, यो रुट भयो। यतापट्टि नर्मल बिल्डिङ। अनि भर्खर हामी 2 जना जाँदै हो। के हुँदैछ त अनि अहिले होइन, अहिले इलेक्सन चलिरहेको नेपालमा त है। अनि कसले कसले केमा भोट हाल्नुभयो, हाल्यो भनौँ है। जोभन्दा ठुलो उहाँलाई हाल्नुभयो, केमा भोट हाल्नुभयो होइन त कमेन्ट गरौँ। जो मेरो एजको या फिर मभन्दा सानो हो उसलाई चाहिँ केमा भोट हाल्यो। ओके, अनि यस्तै है अरू देशमा चाहिँ होइन, अहिले लडाइँको थर्ड होइन वर्ल्ड वार होला जस्तो भइरहेको होइन अरू देशमा चाहिँ। तर नेपालमा चाहिँ अहिले इलेक्सन चालु भइरहेको, अरूलाई बाँच्ने हो कि मर्ने भन्ने छ है। हाम्रो देशमा चाहिँ इलेक्सनको लहरै चलिरहेको होइन, मस्त सबलाई इलेक्सन लगाइरहेको अहिले नेपालमा चाहिँ। ल आज उस पनि भयो क्या होइन, आज के हिजो अरे भोट हालेको, हिजो होइन हिजो भोट नै हालेँ। आज भोट काउन्ट हुन्छ, भोलि आउँछ होइन रिजल्ट। भोलि भोटको सायद रिजल्ट आउँछ, हेरौँ कसले जित्छ। बालेन शाह हो होइन हाम्रो त, अब बालेन शाह जिते हुन्थ्यो भन्ने हो, र जित्नै पर्ने हुन्छ। देश बनोस् भन्ने चाहिँ हामीले होइन बालेन शाहलाई भोट दियो होला। अब जसलाई जस्तो हो त्यसैमा गुजारा गरौँ होइन भन्ने हुन्छ नि। जसलाई देशको केही मतलबै छैन, देश बनोस् नबनोस् मतलब छैन, त्यसकोले चाहिँ अब त्यही पुरानै पार्टीहरूलाई दियो होला। ओके, द्याट्स अ रुट। अनि यहाँ पाइ गाडी त फेरि यस्ता देखिन्छ। कार गयो भर्खर, BMW जान्छ, कथेर मर्सिडिज देखिन्छ। गाडी त हेर्न त फेरि हेर्दै मजा आउँछ नि, यस्ता छन् यहाँ गाडी। बिल्डिङ हेर्नुपर्छ यस्तो राम्रो छ। तर रुट चाहिँ एकदम राम्रो छ यहाँको। यहाँ पाइ अब चाहिँ होइन त्यो कुरा अलि अब भर्खर चाहिँ बाटो हेर्दै गर्नुहोस् होइन, यहाँको रुट कस्तो छ म देखाउँछु होइन। अब अलि गएर पुरा गरौँ ल। Look at the view नै, look at the road. तो धुआं के भइरहेको यस्तो, यहाँ कहाँ के पोले खाने यार तेरी मच्छरको दबाई हाने खाने तेरी यस्तो फेरि धुआं फेरि यतिमा क्या, उताको रोड ब्रेकरबाट यो रोड ब्रेकरसम्म धुवाँ पनि फेरि ब्रेकरबाट ब्रेकरसम्म। ओ त्यहाँ धुवाँ लागेको त्यत्रोमा, त्यहाँ पाइ धुवाँ लागेको है, यत्रो जहाँसुकै देखिने भने त्यत्रो त्यहाँ पाइ धुवाँ लागेको, पुरै उता धुवाँ पुरै धुवाँ भयो त। अब पुरै बिल्डिङतिर गयो अहिले त। मेरो साथी भयो
द्याट्स द चर्च जुन मैले देखाएको छु नि है। त्यो चर्च चाहिँ यही हो। खै यहाँ छ, राम्रो छ बाहिरबाट हेर्दा चाहिँ। मैले हुन चाहिँ म चाहिँ हिन्दू हो हुन, तर म अरूको धर्मको डिसरेस्पेक्ट गर्दिनँ। किनभने सबै सेम हो होइन, सबै जस्तै लाग्छ। तर जसले अब हाम्रो धर्मको उसमा छ होइन, डिसरेस्पेक्ट गर्छ उसलाई त अरे राम्रोसँग उसँग बोल्ने कुरो नै हुन्न है। अब जसले राम्रोसँग गर्छ उसलेसँग म पनि राम्रै गर्छु, त्यही हो सिम्पल। अब नर्मल्ली होइन, अब भनौँ होइन, कुनै अब यो हुन्छ नि अब मुस्लिम भनौँ या त फेरि मुस्लिम या त क्रिस्चियन पनि के, तिनीहरू आएर अब मेरो मन्दिरमा पूजा गर्छन् भने, पूजा गर्न आउँछन् भने म पनि उनीहरूसँग गएर उनीहरूको बाइबल पढ्न सक्छु या त होइन, या फेरि उसको कुरान, म रेडी हो। तर उनीहरूले मेरो डिसरेस्पेक्ट गर्छन् धर्मको, सो आई विल बी ब्याक, आई विल से म पनि सेम गर्छु फेरि। द्याट्स लाइक गाइज। अब म पनि हाम्रो बिल्डिङमा पुग्नलाई, हाम्रो यो भन्ने मैले होटलको स्टाफ रुम हो, तपाईँ पुग्नलाई ओके देखाएको छु त है। अनि जुन यो बिल्डिङ देखाएको थिएँ नि मैले, के हो यो भन्दै, यहीँको हो कि, यही रुटबाट सक्क अगाडिपट्टि हो। यो फेरि फोहोर गर्ने उठाउने मेसिन हो क्या बिएमसीको होइन, क्लिन इन्डिया भन्छन्। ओके द्याट्स बिल्डिङ। यहाँ त सायद रातिको उसले गर्दा देखेँ होइन, ब्राइटनेस कम गरेर छु, त्यही भएर नदेखे आइज। सो गाइज है, अब चाहिँ म मेरो हाम्रो स्टाफ रुमको होइन पुग्न लाग्यो बिल्डिङमा है, त्यहीँ हो। अब म पुग्न लाग्यो, यो बिबिङ भयो क्या, र मैले उसको हाम्रो चाहिँ एबिङमा उतापट्टि हो ओके। अनि यहाँ पाइ चाहिँ के भन्छ वेडिङमा क्या मान्छेहरू डल्ली किचकिच गर्ने मान्छेहरू बढेको छन् क्या, त्यति केही नहो भने के यहाँका मान्छेहरू रुममा हल्ला ह्यान त्यान भन्छन्। होटललाई दिएको स्टाफ रुममा नि बस्न राम्रोसँग हुन्छ नि, हल्ला नगर भन्ने त्यही हो होइन। मैले पनि दबाटमा लिफ्ट सिधै यता आएको, कतिमा कति फ्लोरमा त 3 जस्तो हुन्छ, 2 1 जस्तो बल्ल झर्दैछ त्यही छ 3मै यही छ। ओके लिफ्ट आयो, अब चाहिँ जाने हो ओके। अब यो भ्लगलाई यहीँ अन्त्य गरौँ, यहाँभन्दा माथि भिडियो लामो नगरौँ ओके बाई।